नमस्ते एभ्रिवान, के छ आराम सन्चै हुनुहुन्छ? आज पनि तपाईँहरूको लागि नयाँ भिडियो लिएर आएको छु। के विषयमा भन्दाखेरि हाम्रो ट्रान्सफर ऱ्यापिडको टिआरपीको बारेमा। धेरैले पैसा पठाएर अहिले राम्रो कमेन्ट दिइराख्नु भएको छ र पैसा नपठाउने नयाँ साथीहरूको लागि पनि धेरै कन्ट्याक्ट एसएमएस आएको कारणले यो भिडियो बनाउँदैछु, ताकि तपाईँलाई सानो सहयोग मिलोस् भनेर। तपाईँहरूले के गर्नुहुन्छ, हाम्रो एप्लिकेसन डाउनलोड गरिसकेपछि तपाईँहरू डाइरेक्ट लगइनमा पासवर्ड, आफ्नो इमेल र पासवर्ड हालेर लगइन गर्नुहुन्छ। त्यो गल्ती भयो है, त्यहाँबाट गर्ने होइन। तपाईँहरूको मुनि त्यहाँनिर क्रेड अथवा सिङ्गिङ के भनेर लेखेको हुन्छ, आइफोनमा क्रेड र एन्ड्रोइडमा सिङ्गिङ भनेर त्यहाँ मुनि गएर तपाईँले आइडी बनाउने। त्यहाँनिर गइसकेपछि के माग्छ, तपाईँको यहाँको कन्ट्याक्ट मागिसकेपछि कोड आउँछ एसएमएस, त्यो कोड हानिसकेपछि इमेलहरू माग्छ। इमेल आफ्नो पुरानो हान्ने र पासवर्ड नयाँ हान्ने, त्यो एप्लिकेसनको लागि है। तर पासवर्ड अल्फाबेट मिलाएर सुरुमा ठुलो अक्षरको क्यापिटल अक्षरको आफ्नो नाम लेख्नुहोस्, अनि पछाडि सानो अक्षरहरू लेखेर, अनि पछाडि नम्बर, लास्टमा ह्याज एस्टरेज जे हालेर बनाए पनि हुन्छ। अनि त्यति भइसकेपछि तपाईँको एकाउन्ट खुल्छ। एकाउन्ट अनि खुलेर लगइन गरिसकेपछि के छ, तपाईँलाई डकुमेन्ट माग्छ। डकुमेन्ट सबमिट गर्नलाई यहाँ जे भनेको छ त्यही अनुसार डकुमेन्ट हान्ने होइन। तपाईँको आइडीको फोटोहरू हान्ने, लास्टमा फेस आउँछ। फेस तपाईँले त्यहाँनिर देखाएको हुन्छ होइन, त्यहाँनिर डेमो देखाएको हुन्छ, त्यही अनुसारले फेस हानेर तपाईँले सबै कम्प्लिट भइसकेपछि त आइडी खुल्छ। खुलिसकेपछि पैसा पठाउनलाई धेरै गाह्रै छैन है। कतिपय साथीहरूले आइडी खोलिसकेर पनि पैसा पठाउनलाई त्यहाँनिर डर लागेर के हुन्छ कि पैसा हराउँछ कि के हुन्छ कि भनेर साथीहरूले त्यत्तिकै गर्नुहुँदो रहेछ। मलाई धेरै साथीहरूले ल सिकाउनु पऱ्यो भनेर म स्क्रिन सेयर गरी सिकाउँछु। एकचोटि हजुरहरूले पनि हाम्रो टिआरपीलाई युज गरेर हेरिदिनु होला। एकदमै राम्रो, छिटो, भरपर्दो र कम कमिसन अनि राम्रो रेट दिने कोसिस गरिराखेका छौँ। सबैले युज गर्नु होला। रोमानियाबाट नेपाल पैसा पठाउनलाई के लगाइरहँदै त, नामै काफी छ, ट्रान्सफर ऱ्यापिड भनेपछि एकदमै ऱ्यापिड जस्तो है त। टिआरपी सबैले युज गर्ने है त। नमस्ते सबैजनालाई।